स्वतन्त्रता हामी सबैलाई मनपर्छ, होइन त? तर के होला यदि यही स्वतन्त्रताले जागिर खोज्न सक्छ भनियो भने? सुन्दा अलि अनौठो लाग्छ, तर आज हामी यही विरोधाभासपूर्ण तर निकै महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ। अब यो सुन्दा त तर्कसङ्गत लाग्दैन। कसरी स्वतन्त्रताले बेरोजगार बनाउला, होइन? यसलाई बुझ्नको लागि हामीले स्वतन्त्रताका दुई फरक पाटा वा भनौँ दुई अनुहारलाई हेर्नुपर्छ। एउटा हो व्यक्तिगत पाटो र अर्को हो आर्थिक पाटो। ल, सुरुमा व्यक्तिगत स्वतन्त्रताको कुरा गरौँ। जब कुनै व्यक्तिले आफ्नो काममा साँचो अर्थमा स्वायत्तता मतलब आफ्नै तरिकाले काम गर्ने छुट पाउँछ, तब उसको सोचाइमा कस्तो परिवर्तन आउँछ होला? यो भनेको के हो भने, जब कसैलाई आफ्नो प्रोजेक्ट, आफ्नो समय, आफ्नो निर्णय आफै लिने बानी पर्छ, त्यसपछि फेरि कुनै नियममा बाँधिएको कडा संरचना भएको अफिसमा फर्कन निकै गाह्रो हुन्छ। एक किसिमले त्यो वातावरण नै बोझिलो लाग्न थाल्छ। यो कुरालाई एउटा फ्रीलान्सरको उदाहरणले राम्ररी बुझाउँछ। सोचौँ त, एउटा ग्राफिक डिजाइनरलाई एउटै खालको काम गरेर दिक्क लाग्यो, अनि उसले जागिर छोडेर फ्रीलान्सिङ सुरु गर्यो। अब त ऊ आफै मालिक भयो। कुन प्रोजेक्ट लिने, कहिले काम गर्ने, कति पैसा लिने, सबै निर्णय आफ्नै। यो स्वतन्त्रता चाखिसकेपछि फेरि वही कर्पोरेट जागिरमा फर्किने कुरा त उसले सोच्न पनि सक्दैन। भनेपछि एकपटक आफैले जहाज चलाइसकेपछि अरू कसैको जहाजमा यात्री बनेर बस्न गाह्रो हुन्छ। यहाँ मुख्य कुरा के हो भने, यो मानसिक परिवर्तनले गर्दा मान्छे परम्परागत जागिरको लागि एक किसिमले अयोग्य बन्न पुग्छ। सिप नभएर होइन, तर सोचाइ र काम गर्ने तरिका नै नमिल्ने भएर। ल, यो त भयो व्यक्तिगत पाटो। अब स्वतन्त्रताको अर्को पाटो हेरौँ, जुन अलि फराकिलो छ र सिङ्गो बजार र अर्थतन्त्रसँग जोडिएको छ। त्यो हो आर्थिक स्वतन्त्रता। अब यहाँ स्वतन्त्रताको अर्थ के हो भने, बजारलाई खुला छोडिदिने, मतलब व्यापारमा नियम कानून खोकुलो बनाउने, कम्पनीहरूलाई नयाँ प्रविधिहरू बिना कुनै रोकटोक अपनाउन दिने। यसो गर्दा रोजगारीमा ठूलो असर पर्न सक्छ। यसको एउटा राम्रो उदाहरण हो खुला व्यापार। मानिलिउँ कुनै देशले व्यापार सम्बन्धी नियमहरू खुकुलो बनायो। अब के हुन्छ? बाहिरबाट सस्तो सामान बजारमा भरिन्छ। यस्तोमा हाम्रा साना घरेलु कम्पनीहरूले त प्रतिस्पर्धा नै गर्न सक्दैनन्, अनि ती व्यवसायहरू बन्द हुन्छन् र मानिसहरूको जागिर जान्छ। अनि अर्को उदाहरण छ प्राविधिक स्वतन्त्रताको। यो त झन् आजको समयमा निकै सान्दर्भिक छ। कम्पनीहरूलाई एआई जस्ता नयाँ प्रविधिहरू अपनाउन पूरा छुट छ। अब एआईले के गर्छ? पहिले मान्छेले गर्ने धेरै कामहरू आफै गरिदिन्छ। यसले गर्दा ग्राहक सेवा वा डाटा एन्ट्री जस्ता क्षेत्रहरूमा धेरैको जागिर जोखिममा पर्न सक्छ। जस्तै यो उदाहरण हेरौँ न, कुनै कल सेन्टरमा मान्छेको सट्टा एआई पावर च्याटबट राख्यो भने के हुन्छ? यसले त सिधै थुप्रै मानिसको काम खोसिदिन्छ। यो प्राविधिक स्वतन्त्रताले बेरोजगारी बढाएको एउटा प्रत्यक्ष उदाहरण हो। ल, हामीले दुईवटा कुरा हेर्यौं, एउटा व्यक्तिगत स्वतन्त्रताको चाहना र अर्को आर्थिक स्वतन्त्रताले ल्याउने परिवर्तन। अब प्रश्न उठ्छ, यी दुई फरक देखिने कुराहरू एकअर्कासँग कसरी जोडिएका छन् त? कुरा के हो भने, यो कुनै एक व्यक्तिको वा कुनै एक आर्थिक नीतिको मात्र समस्या होइन। व्यक्तिगत स्वायत्तताको चाहना होस् वा बजारमा आउने संरचनात्मक परिवर्तन, यी दुवै कुराले कामप्रतिको हाम्रो समग्र दृष्टिकोणमा एउटा ठूलो सांस्कृतिक परिवर्तन ल्याइरहेका छन्। हामीले हेर्दा हेर्दै परम्परागत रोजगारीको जुन संरचना छ त्यो बिस्तारै भत्किँदैछ। मान्छेहरू अब त्यो पुरानो ढाँचाबाट बाहिर निस्किन खोजिरहेका छन्। मानिसहरूले अब काममा नयाँ कुराहरू खोज्न थालेका छन्। उनीहरूलाई नियममा बाँधिनुभन्दा लचिलोपन मन पर्न थालेको छ। एउटै काम सधैँ गर्नुभन्दा सृजनशीलता खोजिरहेका छन्। अनि कसैको मातहतमा काम गर्नुभन्दा आफ्नै स्वामित्वमा काम गर्न चाहन्छन्। यही सोचले गर्दा स्वरोजगार र नयाँ स्टार्टअपहरूको सङ्ख्या बढिरहेको छ। त्यसो भए अब हामीले काम र स्वतन्त्रतालाई कसरी पुनर्परिभाषित गर्ने त? यो स्पष्ट छ कि स्वतन्त्रताप्रतिको हाम्रो बढ्दो चाहनाले रोजगारीको पुरै नक्सा नै बदल्दैछ। यसले हामीलाई एउटा गम्भीर प्रश्नको अगाडि उभ्याउँछ। जब स्वतन्त्रताप्रतिको हाम्रो चाहना यसरी बढ्दै जान्छ, तब जागिरको परिभाषा पनि त बदल्दै जानुपर्छ, होइन र? भविष्यमा स्वायत्तता, स्थायित्व र काम बीचको सन्तुलन कस्तो होला, यो सोच्नुपर्ने बेला आएको छ।